हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो न्यू ब्लगमा। अनि त्यसै मैले चाहिँ के लिएर आएँ भनेर सबले सोच्दै हुनुहुन्छ होला होइन। अनि आज चाहिँ म फाइनल्ली डिनर गर्न आएको छु बाहिर। हामी चाहिँ पानी खाँदैछ है, हल्का घाँटी प्यास लगाएर। विशेष के देखाउनु लागेको छु भन्दाखेरि सबजनाले फ्यामिलीसँग बसेर नान रोटी अथवा केही हुन्छ नि त खानालाई हुन्छ है। त्यस्तै मैले चाहिँ आज खाना खान मन नलाएर चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर यो नान रोटी। अनि त्यसै हाम्रो यहाँ करी सब यहाँ दाइ चाहिँ ठ्याक्क हामी चाहिँ स्टार्टिङ हुँदैछौँ। ल दाइ हानिदिनु। ओ माई गड, चिकनको साँप्रो यो चाहिँ ओहो कस्तो दाइ बब्बा। ल मैले पनि हान्न गइरहेको छु, देख्न सक्नुहुन्छ। अनि यो पक्का यो हाम्रो यहाँको चाहिँ यो बेस्ट डिस है। यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, चटनी चोपिसकेको छु। बब्बा बब्बा चाहिँ मिठो छ है, मिठो। सबजना खाना आउनु होला। अहिले मैले यसको चाहिँ लोकेसन हालिदिन्छु। दलदले डिलाइस हो यो चाहिँ। सबजनाले दलदले मार दलदले डिलाइस होटेल कहाँ छ भनेर सोध्नुभयो भने यहाँको लोकेसन पाउन सक्नुहुन्छ। यस्तो यस्तो मासु चाहिँ एकदम बब्बाल छ है। यो नान रोटी हो, यो चाहिँ नान हो। यो चाहिँ चिकन करी हो। मस्त खान सक्नुहुन्छ फ्यामिलीसँग आएर। हामी चाहिँ टक्क दाजुभाइ बसेर बब्बा तरिकाले खाइरहेको छ है, सबजना देख्न सक्नुहुन्छ। अन्त साँप्रो यो चाहिँ यो के अरे डाइनोसरको साँप्रो है यो चाहिँ। फेरि सबजनाले फेरि देख्न सक्नुहुन्छ डाइनोसरको साँप्रो दुई ठाउँमा भाँचेर हार्दैले हान्नु भएको छ। मैले चाहिँ यहाँनिर नान रोटी र यो चिकन टिक्का चाहिँ खाइरहेको छु यहाँ। अर्को लाग्यो है। कति करोडको? यो त 1000 करोडको है यो चाहिँ। यो डाइनोसरको साँप्रो चाहिँ 1000 करोडको हो। अनि त्यसपछि यो चाहिँ यो सानो डाइनोसरको साँप्रा हो। यो चाहिँ अलिक सस्तो छ, त्यही 50 करोड जतिको है। डोना दाइले मात्र होइन कि करोडको खाने आएर हामीले पनि खान्छौँ कि करोडको। यस्तो करोडको साँप्रा खाना त होइन नि के अरे चत्तर पतर के भन्दै त्यस्तै हामीले खत्तर तर एकचोटि हिट भएछ त खतरा हो कि दामी। मैले नि हेरेर आन्छु डोना दाईको चाहिँ ब्लग। सबजनाले मेरो ब्लग नै हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। त्यही भन्न चाहन्छु। चत्तर है, पतर चत्तर मस्त खाँदैछन् हामीले पनि डाइनोसरको साँप्राहरू ल्याप्स लगाएर। अनि त्यसपछि अनि यो चाहिँ के हो भन्नु होला फेरि, यो चाहिँ सलाद। यो चाहिँ स्पेसल आकाशमा उड्ने डाइनोसरले पानी हालेर उमारेको यो चाहिँ सलाद हो। यो पनि हो 1 करोडको। फेरि हामीले खाएपछि सबै करोडभन्दा माथिको के हो नि दाइ। हामीले चत्तर हामीले खाएपछि पुरै करोडभन्दा माथिको बब्बा तरिकाले भइरहेको छ। पुरै मिठो छ एकदम। हड्डी मात्र भयो, लतर पतर हड्डी मात्र रहेको छ, लतर मात्र एकदम मिठो छ है। रोजिन कम्मै आयो। चत्तर मतर अर्को डाइनोसरको दायाँ बायाँको हाफ सान्दै है हामी चाहिँ। डोना दाइ हामीले पनि चत्तर 1 करोडको हामीले पनि साँप्रो चत्तर पतर है। खानै नपाए जहाँ खायो होला भनेर मान्छेहरूले फेरि हुन्छ नि त। सबै मुखैभरि आएर त्यो केटकेटी पाराले खायो भन्छ नि त फेरि। त्यही भएर ठिक छ, बब्बाल भइरहेको छ। मिठो छ होइन त दाइ? एकदम मिठो भइसक्यो। अनि बस बब्बा ल सबजना च्यानललाई सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। त्यही भन्न चाहन्छु। ओके ल बाई सबजनालाई। गुड नाइट एभ्रिवान।